मलाई पहिलेदेखि नै भिडियो बनाउने, फोटो खिच्ने र सम्झनाहरू सुरक्षित गरेर राख्ने धेरै रहर लाग्थ्यो। जहाँ गए पनि केही राम्रो दृश्य देखिहाले पनि त्यो त क्याप्चर गर्नै पर्छ भन्ने मेरो बानी छ अझै पनि। यसरी खिच्दै जाँदा कति भिडियोहरू यस्ता रहेछन् जुन मोबाइलमै सुरक्षित छन् तर पोस्ट नगरेका पनि कति भिडियोहरू छन्। आज त्यही पुरानो फोल्डरहरू हेर्दा यो भिडियो भेटेँ मैले र हेर्दा मन एकदमै छोयो। यो भिडियो आजभन्दा 3-4 वर्ष अगाडि म नेपाल गएको बेलामा खिचिएको रहेछ। त्यति बेला हामी सबै परिवारसँगै थियौँ। कुनै ठुलो कार्यक्रम थिएन तर माहौल हाम्रो एकदमै सुन्दर रमाइलो थियो। यो भिडियो हेर्दा मलाई सबैजनाको याद आयो। झन् स्पेसल्ली त यो खाना बनाउने हाम्रो प्यारी बुहारी निशा हो। उसले चाहिँ यहाँ लोकल कुखुराको मासु मिठो बनाएर अनि पकायो। अनि यहाँ बहिनीहरूले चाहिँ मुलाको अचारमा अनि चटनी के हालेर साँधेर अनि यस्तो मिठो गरेर बनाएको थियो। यो अचार बनाउने चाहिँ मेरो प्यारी बहिनी धनमाया हो, राइली हो, पिएनसीको राइली आन्टी। अनि म यहाँ ढिँडो पकाउँछु। हेर्नुहोस् यहाँ ढिँडो पकाउने हाम्रो स्टाइल फेरि अर्कै छ। मकैको ढिँडो यसरी पकाउँछौँ हामीले होइन। हाम्रो गाउँघरतिर मकैको ढिँडोलाई यसरी मस्काएर पकाउने अनि त्यसरी पकाएर हामीजना सबैजनाले होइन एकदमै मिठो मानेर यो चाहिँ मलाई 84 व्यञ्जन खाएको भन्दा नि यो ढिँडो खाएको एकदम मिठो लाग्छ। मेरो लागि 84 व्यञ्जन भनेको नै यो हो, ढिँडो हो होइन। अनि त्यसपछि हामी अब यहाँ रमाइलो गर्दैछौँ पालो पालो सबैजनाको। यहाँ प्रतिभा हेर्नुहोस् है त। रुदा रुदै निर्माया उज्यालो भएको थियो रुने भयो काम नपाउने माया कै बस्यो दिलमा नाम हातमा चोट लागेको थियो रुदा रुदै निर्माया उज्यालो भएको थियो रुने भयो काम नपाउने माया कै बस्यो दिलमा नाम नपाउने माया कै बस्यो दिलमा नाम। थ्याङ्क यू। मेरो गीत सक्यो। धेरै बेर नि होइन बात गरेको तर मलाई साह्रै मन परेको चल्यो बतास डाँडै पिपलुमा चल्यो बतास मनै चोरी जाने माया कता छ डाँडै पिपलुमा चल्यो बतास मनै चोरी लाने माया कता छ। धन्यवाद। आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलैको बाटोमा फुलनी आस लाउँछ म तिम्रै होला नि आउन त आउला नि जुनेली के ल्याइदिऊ मायालाई कोसेली तिमीले लिएको आसना हुरहुरी चल्दछ बासना भावनाहरू बिथोलिन्छन् सुनेर त्यो बोली आउन त आउला नि जुनेली के ल्याइदिऊ मायालाई कोसे।